सम्माननीय सभामुख महोदय साथै सम्पूर्ण माननीय ज्यूहरू, आज नेपालको इतिहासमा श्रम संस्कृति पार्टीले पहिलोचोटि हामीले संविधान सभाको अथवा चाहिँ संवैधानिक सदस्यमा चाहिँ हामीले उम्मेदवारी दिइरहेका छौँ र यस उम्मेदवारी दिइरहँदाखेरि पनि हामीले मधेसका महिला, त्यो पनि हिजो अस्तिका जेनजी आन्दोलन पछाडि मुलुकले नयाँ दिशातिर बढ्नुपर्छ भन्ने सन्देश दिएको थियो। त्यो आन्दोलनले, ती आन्दोलनले हामीले समर्थन गर्दै मधेसका महिला र त्यसमा पनि जेनजी समूहको 26 वर्षको चाहिँ हाम्रा श्रम संस्कृति पार्टीको माननीय रुबी कुमारीले हामीले अगाडि सारेका छौँ र हामीले अगाडि सारिरहँदाखेरि हाम्रा चाहिँ आज हामीले यो ऐतिहासिक क्षणमा आज हामीले सम्झिनै पर्छ र मैले यहाँ भन्नै पर्छ यस रोस्टमबाट। आज श्रम संस्कृति पार्टीको सुरुवात र तपाईँको स्थापना भनेकै नेपालको माटो, भूगोल अनि यहाँका खोला अनि यहाँका वन बस्तीहरूमा सङ्घर्ष गर्दै आउनुभएका श्रद्धेय अध्यक्ष हर्क साम्पाङको ती कठिनाई तपाईँको सङ्घर्षलाई आज मैले यो रोस्टमबाट सम्झिनै पर्छ। त्यति मात्रै होइन, श्रम संस्कृति पार्टीलाई देशका विभिन्न ठाउँबाट विश्वास गरेर हामीले मतदान गर्नुहुने र श्रम संस्कृति पार्टीलाई एउटा श्रम संस्कृति पार्टी जस्तो स्थापना अथवा यो तहमा पुर्याउनु हुने ती तमाम हाम्रा श्रमजीवी हाम्रा योद्धा साथीहरूलाई म सम्झिन चाहन्छु। र आज श्रम संस्कृति पार्टीमाथि भएका केही भ्रमहरू पनि आज म यहाँ उम्मेदवार दिइरहँदाखेरि म चिर्न चाहन्छु। श्रम संस्कृति पार्टीको स्थापना कालदेखि श्रम संस्कृति पार्टीलाई यो पूर्वको रहेको पार्टी हो, पूर्वैतिर सिद्धिन्छ श्रम संस्कृति पार्टी यो अथवा चाहिँ पूर्व 1 नम्बर क्षेत्रको मात्रै पार्टी हो भन्ने खालका विविध किसिमका भ्रमिक विचारहरूको पनि प्रभाव है। तर आज यो रोस्टमबाट म भन्न चाहन्छु, श्रम संस्कृति पार्टी जातको नाउँमा, धर्मको नाउँमा, भूगोलको नाममा र वर्गको नाममा, लिङ्गको नाममा छुटाएका तमाम नेपालीहरूलाई एउटा सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भने जस्तै एउटै मालामा उनेर अगाडि बढ्न चाहन्छ। श्रम संस्कृति पार्टीले हामीसँग अन्य उम्मेदवार पनि हुनुहुन्थ्यो, तर हामीले मधेसले नै किन चाहिँ चुन्यौँ भने मधेस वास्तवमा सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश पनि हो र त्यति मात्रै होइन, सबैभन्दा बढी त तपाईँको चाहिँ अपहेलनमा परेका र चाहिँ हिजोका चाहिँ ती हिजोका शासकहरूबाट चाहिँ पेलिएर हेपिएका र अझै पनि मधेस प्रदेश भनेको चाहिँ मधेस प्रदेश वास्तवमा अझै पनि त्यहाँ विविध किसिमका चाहिँ समस्याहरू छन्। म भन्न चाहन्छु, हाम्रो रुबी कुमारीलाई चाहिँ हामीले अगाडि सार्दै गर्दाखेरि नेपालको न्यायको पक्षमा उहाँ उभिनुहुन्छ भन्ने विश्वास छ हामीलाई। र त्यति मात्र होइन, आज चाहिँ सयौंको संख्यामा, हजारौंको संख्यामा मधेसका हाम्रा छोरीचेलीहरू दाइजो प्रथाको नाममा, विविध प्रथाको नाममा आज पेलिएका छन्, हेपिएका छन् र अन्य अत्याचारमाथि चाहिँ दबिएर जिरहेका छन्। ती सबै मधेसी आम नागरिक महिलाहरूको छोरीचेलीको आवाज बन्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। आज यस रोस्टमबाट म भन्न चाहन्छु र तमाम ती मधेसी किसान मजदुरहरूको एउटा आवाज बन्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। आज यस सम्मानित सदनबाट म भन्न चाहन्छु, त्यसै कारणले गर्दाखेरि श्रम संस्कृति पार्टी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तमाम नागरिकहरूलाई हिंसा र रगतको क्रान्तिमा होइन, श्रमको क्रान्तिद्वारा स्वाधीन नेपाल, स्वाभिमानी नेपाली बनाउन चाहन्छ श्रम संस्कृति पार्टी। र चाहिँ यहाँ अघि हाम्रो पूर्ववक्ता मित्रहरूले बोल्नुभयो, वास्तवमा म त भन्न चाहन्छु लोकतन्त्रको सुन्दर पाटा भनेकै स्वस्थ प्रतिस्पर्धा हो। हामीले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ र यहाँ सबैले म धन्यवाद दिन चाहन्छु। हिजो हामीले उम्मेदवार दर्ता गरिरहँदाखेरि हामीलाई कति साथीहरू, कति मान्यज्यूहरूले, कति दलले हामीलाई फोन मार्फत हामीले समर्थन गर्छौँ भन्नुभयो। यहाँ सबैलाई म धन्यवाद दिन चाहन्छु पार्टीको तर्फबाट। र चाहिँ हाम्रो ती
हिजो चाहिँ उम्मेदवारी दर्ता गर्दाखेरि एउटा समर्थनको चाहिँ समर्थनको चाहिँ जगमा अथवा समर्थनको पक्षमा उभिएर हामीले समर्थन गर्नुहुने 2/3 नजिकको चाहिँ एउटा परिवर्तनको खोजमा यहाँले समर्थन पाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि म विशेष धन्यवाद दिन चाहन्छु। यसो भन्दै म धेरै बोल्न चाहन्न। हामी धेरै बोल्नुभन्दा पनि श्रम संस्कृति पार्टी काममा विश्वास गर्छ र यहाँहरूले तमाम देशवासीहरू एउटा भरम पनि छ, श्रम संस्कृति पार्टीले जहिले विरोध गर्यो भने भरम छ। हामीले विरोध गरेको होइन। आज यो राष्ट्रमा सम्मानित ठाउँमा म भन्न चाहन्छु, हामीले विरोध गरेको होइन, हामीले खबरदारी गरेका हौँ। खबरदारी र विरोध भनेको नितान्त फरक हो। खबरदारी गर्नु भनेको चाहिँ खबरदारी कसले गरिन्छ भन्दाखेरि सबैभन्दा नजिकका पात्रलाई, जसले आफूले नजिक हेरिन्छ, जो सफल होस् र उनले चालेको हरेक पाइलाहरू सही ठाउँमा चाहिँ चालोस् भन्ने जसले चाहन्छ तिनले चाहिँ हामीले खबरदारी गर्नु अथवा खबरदारी गर्ने प्रचलन नेपालमा छ। त्यसै कारणले म भन्न चाहन्छु, हामीले विरोध गरेका होइनौँ, खबरदारी गरेका हौँ र आउने दिनमा राष्ट्र र राष्ट्रियताको पक्षमा, माटोको पक्षमा, देशको पक्षमा र सधैँभरि राम्रो कामको पक्षमा श्रम संस्कृति पार्टी चट्टान चाहिँ उभिएर साथ दिनेछौँ। हामी हिजोको जस्तो राजनीतिक त्यो चाहिँ अलिक गलत प्रविधिबाट माथि उठेर एउटा वास्तवको नेपाली बनेर चाहिँ सम्झिनुपर्छ र नेपाली बनेर हामी अघि बढ्नुपर्छ भन्ने हामीले बुझेका छौँ। त्यसै कारणले गर्दाखेरि यसो भन्दै गर्दाखेरि फेरि नराम्रो देश र जनताको अहित हुने ढङ्गले देशको चाहिँ संविधानको मर्म विपरीत संहिता, धर्मनिरपेक्ष, लोकतन्त्र र तपाईँको चाहिँ आम नागरिकको हितमा भएका तपाईँको कामहरूलाई दायाँ बायाँ गर्न खोजिन्छ भने फेरि श्रम संस्कृति पार्टी होला सिटमा सङ्ख्यामा थोरै होला, तर नागरिकको पक्षमा उभिएर चट्टान चाहिँ उभिएर चाहिँ हामी त्यसको प्रतिकार गर्नेछौँ भन्दै यहाँ म बिदा हुन चाहन्छु र चाहिँ यहाँ चाहिँ म प्रस्तुत गर्न सम्माननीय सभामुख महोदय, सभामुखको अनुमति लिँदै सम्माननीय सभामुख महोदय अनुमति लिँदै यस सभाका माननीय सदस्य रूपी कुमारीलाई उपसभामुखको पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न चाहन्छु। धन्यवाद। जय देश, जय माटो।